हेलो एभ्रिवान वेलकम टु माई च्यानल सबैलाई फेरि पनि मेरो च्यानलमा स्वागत गर्दैछु तपाईँहरूलाई हो। अब मेरो छोरा यहाँ आउनु हुँदैछ। छोराले अब यहाँनिर हल्का गुड मर्निङ भन्नुहुन्छ। यहाँ गुड मर्निङ से गुड मर्निङ। गुड मर्निङ भाउजू। कसलाई भाउजू हुनु? उज भाउजू गुड मर्निङ गाइस भन्नुहुन्छ। गुड मर्निङ गाइस। सब तपाईँहरू के गर्नु हुँदैछ? तपाईहरु के गर्नु हुँदैछ? हो म त मुख त भर्खर उठेको हो। म भर्खर उठेको। आमाले ओछ्यान मिलाएको छैन। आमाले ओछ्यान मिलाएको छैन। आमा भर्खर उठ्नु भएको। आमा भर्खर उठ्नु भएको। बाजे भर्खर उठ्नु भएको। बाबा सुतिराख्नु पर्छ। पति काका सुतिरहनु भएको छ। सुतिराख्नु भएको छ पति काका। म त यहाँ उठेर अब पढेको छुइनँ। उठेर अब पढेको छुइनँ। अब 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 पढ्छु। अब पढ्छु एकछिन। एकछिन। जाऊ तिम्रो कपीहरू लिएर फुपाबाट। ल्याएछ त कपीहरू हुन्छ है भाइ। कपी ल्याएछ त होइन? कसले गरेको? ऊ देखेन तिम्रो बेग। उयो बेग होइन तिम्रो? ए बेगभित्र ल बेग चाहिँ लगेको छैन नानी। ल भाइ गेट रेडी। ल अब एकछिन अब तिम्रो कपी पर रहेछ फुपाकोमा हो। अब अहिले गएर लिएर आउनु हो। ल ल अब तपाईँहरूलाई अहिले फेरि भेट्नेछौँ स्कुल जाँदाखेरि। हामी फेरि स्कुल जाँदा नयाँ भ्लग बनाउनु चाहिँ कलर चाहिँ थन्काउँदैछ अब हो। भाइ यो कलर कहाँ राख्नुहुन्छ? म छरेर देखाउँछु ल। होइन छरेर देखाउनु हुँदैन, यो राख्नुपर्छ। अब राख्नुपर्छ। ठुलो भएर चलाउनु पर्छ। ठुलो भएर चलाउनु पर्छ नि अब बाबा। ल ल ठुलो भएर चलाउनु पर्छ नि हामी। ल ल भाइ ठुलो हुन्छ नि त्यहाँदेखि कलर गर्नु हो, ड्रइङ गर्नु मजाको हो। दामी हुन्छ भाइले ड्रइङ गरेको छ नि। बुझ्यो बुझ्यो? ड्रइङ गर्छ भाइले मजाले हो। अब भाइ जाऊ मुख लिएर आऊ। जाऊ म ओछ्यान मिलाउँछु। ल ओछ्यान मिलाउँछु म। गाइस अब ओछ्यान मिलाउने टर्न आयो मेरो हो। श्रीमतीले ओछ्यान मिलाउनु भन्दैछ। अब ओछ्यान मिलाएर चाहिँ टक्क चुटुक्कबाट देखाइदिइहाल्छु नि श्रीमतीलाई। अब गाइस अब अहिले सी यु अगेन। ल गाइस अब चाहिँ स्कुल गएको हामी हो। अब कोही निस्केको छैन यिनीहरू। भाइ आइज है भार्गव। ए भार्गव भार्गव आइज छिटो। ल म गएको है। छिटो आइज है। छिटो आइज। ल गयो म त। ल छिटो छिटो त। यो हाम्रो उता नेपालबाट ल्याएको मान्छे हो। नेपाल गयो। यस भाइ नेपालबाट कहिले आएको? यहाँ मेरो छोरा सुपुत्र स्कुल टाइम रेडी। कम हियर छिटो। कम बेबी कम 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 हियर। यता हेर्न यता हेर्न यता हेर्न यता हेर्न पहिला। लु ओके जाँदैछ स्कुल। मेरो छोरा स्कुल जाँदैछ आज है। अब भोलि चाहिँ रिजल्ट होइन नि? भोलि रिजल्ट होइन? यता भाइको भोलि रिजल्ट के हुन्छ भाइ भोलि? भाइ भोलि के हुन्छ? पास हुन्छ? पास भयो फुपाले के किनिदिन्छ भनेपछि? फुपाले के किनिदिन्छ? थाक्यो भाइ है। थाक्यो। ल है हामी चाहिँ जाँदैछ स्कुल। अब हाम्रो चाहिँ टाइम भयो हो। अब यसलाई बेबीलाई पुऱ्याएर आउँछु मेरो बेबीलाई हो। है बेबी वा भाइ यहाँ क्या तिमी देखेको पर? हेर सिनेरी क्या तिमी देखेको यहाँ हो। आकाश टक्कै त्यो छोपेको के अरे डाँडा काँडा छोपेको अलिअलि छोपेको रहेछ हो है। के तिमी देखेको? हाम्रो गाउँ देख्छौ माथि 7 माइल देखिस्? हाम्रो गाउँ देख्दैछौ हो। हाम्रो गाउँ देख्दैछौ माथि हो। सधैँको रेगुलर ड्युटी हाम्रो चाहिँ सधैँ अब यसरी नै मन्डे टु फ्राइडे नै हो। मन्डे टु फ्राइडे नै गएर चाहिँ अब आएर चाहिँ हामी यसरी नै अब स्कुल आउँदै हो। फेरि 12, 11, साढे 10, साढे 10तिर
यो 10:30 11 बजीमा चाहिँ मिसेस आइपुग्छ त्यहाँदेखि ऊ बस्छ त्यहाँदेखि फेरि नानीलाई फेरि घर लिएर जान्छ हो हो म चाहिँ अब बेबी एउटा 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 सुट बेबी हिँड्दैछ स्कुल तर्फ लाग्दैछ यो स्कुलको रोड स्कुल जाने बाटो हो यहाँबाट स्कुल जान्छ हामी है भाइ होइन स्कुल जान्छ होइन हामी यहाँबाट होइन स्कुल जाने रोड भएको कारणले यहाँबाट यस्तो यहाँ हेर के दामी देखेको यहाँ हेर के दामी देखेको है भाइ त्यो हेर्दैछु म यहाँ छिटो छिटो हो यहाँ भाइको पनि यसो लाइक एन्ड सेयर कमेन्ट गरिदिनुहोस् होला हेलो गाइस हेलो 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 वेलकम 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 ब्याक टु माई त भन्नु भएन युको च्यानलमा चाहिँ स्वागत छ है हाम्रो विक्रम दाजुको च्यानललाई तपाईँहरूले एकदमै माया दिइरहनु भएको छ र यसरी नै दिँदै गर्नुहोस् है एकदम सपोर्ट दिइरहनु भएको छ यसरी सपोर्ट दिनुहोस् र हामी दुई भाइ चाहिँ अहिले नानी छोडेर चाहिँ स्कुलमा एकदम नानीलाई राखेर चाहिँ हामी दुई भाइ चाहिँ आफ्नो घरतर्फ लाग्दैछ है र आजको मौसम तपाईँहरूलाई थाहै छ वेदर है एकदमै दामी भएको छ हिजोसम्म रातभरि दिनभरि पानी पर्दै थियो आज चाहिँ एकदमै क्लियर हुँदैछ र हेरौँ के हुनेछ आज है र तपाईँहरू पनि ठिकै हुनुहुन्छ होला हामी चाहिँ एकदम ठिकै छ हामी बिन्दास छ यो नानीहरू कुरा राम्रो फर्किएको थियो है हो के गर्ने खानुपर्ने हो मैले अब 1 वर्षमा पुरै छ नानी घाँस काटाइकन नानीको बाउ हुनु साह्रो छ सजिलो नानीको बाउ हुनु चाहिँ साह्रो छ केटा हो अलिक सोचेर सम्झेर बिहा गर्नु है गाह्रो छ है जिन्दगी गाह्रो छ अहिले चाहिँ यहीँ दाला अब पुऱ्याउनु जाँदैछु हो सरहरूलाई पुऱ्याएन भने फेरि बाटो ढुकेर पुट्छ होला नर्सरी छ पुऱ्याउनै पर्यो होइन फेरि भेट्छ है हामी सबैलाई ल है बाई बाई है साथीभाइ गाइस म चाहिँ अब खाना खाँदैछु अब पावर पनि हुन्छ आज सकिन्छ तेरो अब 3-4 दिन सकिहाल्छ तल ए माथि माथि गराइदिनुहोस् है हुँदैन मेरो भाइ भने गरिहाल्छ नि सोधेर खानु न अलिकति गाइस विक्रम दाजुले चाहिँ बेसी खाँदैन खाना अलिकति खायो भयो अब चाहिँ लागेकै ड्युटी हेर्नु पनि हो अब ड्युटी गएको हो खाना पनि खाइसकेँ हो अब हेर्नुपर्छ खानसम्म ठिकै छैन है हुन्छ अब त्यही त हो अलिकति छुटकाट गरौँला है हुन्छ मेरो च्यानललाई सब्सक्राइब लाइक कमेन्ट गरिदिनुहोस् तपाईँहरूले हो कस्तो छ त्यो चाहिँ यसो भनिदिनुहोस् तपाईँहरूकोबाट के सुझावहरू छ होइन कहाँनिर मिस्टेक भएको छ के भएको छ तपाईँहरू भनिदिनु चाहिँ अलिक म त्यसलाई राम्रोसँग गर्ने कोसिस गर्छु धन्यवाद गुड आफ्टरनुन है साथी अब खाजा खानु लागेको म चाहिँ यहाँनिर खाजा खाँदैछु तपाईँले खाजा खाइसक्यो होला आलु र चाना मटर रोटी पनि छ